सार्वभौम फैलिएका मेची महाकाली सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका राजधानी स्वतन्त्र अचल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। सम्पूर्ण अभिभावकज्यूहरू, आजको यस सभाको सभापतिज्यू, आजको पदर, हाम्रो प्यारा प्यारा म्यामहरू, अभिभावकज्यूहरू र साना साना प्यारा भाइ बहिनीहरूमा म हार्दिक नमस्कार एवं स्वागतम भन्न चाहन्छु। आजको हाम्रो यो विशेष कार्यक्रम विशेषतः हाम्रो विद्यार्थी भाइ बहिनीहरूको कला मार्फत मनोरञ्जन गराउने उद्देश्य रहेको छ। प्री प्राइमरी लेभल उत्तीर्ण हुनुभएकाहरूलाई दक्षित गर्ने कार्यक्रम पनि रहने कुरा यहाँलाई जानकारी गराउँदछु। यो कार्यक्रमले हाम्रा अभिभावक वर्ग तथा विद्यार्थीहरूमा थप ऊर्जा थपिनेछ र भोलिका दिनमा यस्ता कार्यक्रमहरू गर्न हामीलाई प्रेरणा मिल्नेछ भन्दै थप अपेक्षा पनि राख्दछु र फेरि पनि आजको हाम्रो कार्यक्रम सफल बनाउन उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई स्वागतम भन्न चाहन्छु। धन्यवाद। हामी सर्वश्रेष्ठ जिल्लालाई उहाँले हामीलाई एकदमै न्यानो स्वागतम गरेर गइसक्नु भएको छ।
चञ्चल प्रवाह पावितस्तरे घरेवलम्ब्य लम्बिताम्बुजङ्गमालिकां ढमड्ढमड्ढमन्निनादमड्ढमर्वयुञ्चकार चण्डताण्डवं तनोतु न शिव शिवम् जटाकटाः सम्भ्रम भ्रमन्निलिम्पनिर्जरी विलोलवीचि वल्लरी विराजमानमूर्धनि धगद्धगद्धगज्ज्वलल्ललाटकट्टभावके किशोरचन्द्रशेखरे रतिप्रदक्षिणम् शिवं भजाम्यहं सदा शिवं भजाम्यहम् ॐ नमः शिवाय आजको यस त्रिपुरा लिटिल स्टेट प्री द्वारा आयोजित यस एनुअल प्रोग्राम एन्ड ग्रेजुएसन सेरेमनीमा उपस्थित हुनुभएका तमाम आदरणीय अभिभावकज्यूहरूमा हार्दिक नमस्कार। आजको यस कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुहुने स्कुल व्यवस्थापन समितिका अध्यक्ष आदरणीय सर सुनिल श्रेष्ठज्यू, त्यसै गरी यहाँ उपस्थित हुनुभएका मेरा आदरणीय तमाम अभिभावकज्यूहरू लगायत यहाँ उपस्थित हुनुभएका मेरा विद्यार्थी भाइ बहिनीहरूमा सर्वप्रथम म सुशील श्रेष्ठ एवं त्रिपुरा लिटिल स्टेट स्कुलको को फाउन्डरको तर्फबाट हार्दिक नमस्कार टक्राउन चाहन्छु। आदरणीय उपस्थित महानुभावहरू, आदरणीय अभिभावकज्यूहरू, हामीले यो वर्षेनी चाहिँ हामीले यो एनुअल प्रोग्राम एन्ड ग्रेजुएसन सेरेमनी मनाउँदै आइरहेका छौँ। हामी विगतका वर्षहरूमा हामीले यस्ता कार्यक्रमहरू हामीले प्रत्येक वर्ष चाहिँ गरिरहेका छौँ। हिजो हामीले हाम्रो स्कुलको प्राङ्गणमा गर्थ्यौँ, तर अहिले हामी केही एक्सपान्ड हुनुपर्छ भन्ने उद्देश्यले हामीले आज यो ओसिस ब्याङ्कमा हामीले यो कार्यक्रम आयोजना गरिरहेका छौँ। आदरणीय अभिभावकज्यूहरू, यसको निमित्त तपाईँ सम्पूर्ण आदरणीय अभिभावकज्यूहरूको विशेष सद्भाव, माया र भरोसाले गर्दाखेरि आज हामीले यो कार्यक्रम यो ओसिस ब्याङ्कमा गर्न सफल भइरहेका छौँ। धेरै स्कुलहरूमा तपाईँहरू बुझ्नु भएको छ कि गोकर्णेश्वर नगरपालिका वडा नम्बर 4 स्थित अवस्थित हाम्रो त्रिपुरा लिटिल स्टेटले एउटा सर्वसुलभ मूल्यमा एउटा गुणस्तर छौँ। आदरणीय अभिभावकज्यूहरू, हामी अब यो कार्यक्रम गर्दै गर्दाखेरि आज ओसिस ब्याङ्कमा उल्लेख्य रूपमा हाम्रो अभिभावकज्यूहरू देखिरहेको छु। तपाईँहरूको उत्साह, तपाईँहरूको भरोसा, आज तपाईँहरूको नानी बाबुहरूले जुन कला देखाउनु भएको छ, जुन उहाँहरूसँग भएको क्षमता देखाउनु भएको छ, मलाई विश्वास छ तपाईँले हाम्रा नानी बाबुहरूको जुन कलालाई सम्मान गर्दै हौसला दिँदै र यो स्कुल म्यानेजमेन्ट टिमलाई पनि एउटा तपाईँले एउटा बाटो देखाउनुहुनेछ पनि मलाई विश्वास व्यक्त गर्दछु। आदरणीय अभिभावकज्यूहरू, म अब धेरै कुरा नराखिकन अब हाम्रो हाम्रो मनोरञ्जनकै कार्यक्रम छ। हाम्रा नानी बाबुहरूको धेरै नृत्य कलाहरू, त्यसै गरी हाम्रो ड्रामा छ, जुन विशेष गरी यो अहिलेको नेपालको परिवेशमा हाम्रो समाजमा हाम्रा बालबालिका सँगै चलेका केही हाम्रा
नराम्रा कुराहरू छन् त्यो कुरालाई उजागर गर्ने उद्देश्यले हाम्रो नानी बाबु लगायत प्यारेन्ट्सले पनि केही त्यहाँबाट शिक्षा लिनुहुने विश्वासले हामीले एउटा ड्रामा पनि राखेको छौँ। जुन नाटक छ, 2टा नाटक छ, त्यो नाटकहरू पनि हेर्नलाई तपाईँहरू मलाई लाग्छ तपाईँहरू आतुर हुनुहुन्छ। त्यसैले म धेरै कुरा नराखिकन म तपाईँलाई फेरि पनि विशेष धन्यवाद दिन चाहन्छु कि तपाईँले हाम्रो यो कार्यक्रमलाई अझ भव्य बनाउनको निमित्त यहाँ उपस्थित हुनुभएको छ। भोलिका दिनमा फेरि पनि यस्तै अपेक्षा गर्दै हामीले तपाईँहरूको शुभेच्छा कामना शिरोधार गर्दै फेरि पनि यसलाई अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्दै म आज विशेष गरी भिडियो बनाउने जुन फोटो खिच्नुहुने सुहाना बहिनीलाई पनि म विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँहरू सम्पूर्णको दिन शुभ रहोस्। धन्यवाद, नमस्कार, अभिवादन। Daddy shark, do 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 do. Daddy shark, do 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 do. Daddy shark. Grandma shark, do 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 do. Grandma shark, do 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 do. Grandma shark, do 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 do. Grandma shark. Grandpa shark, do 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 do. Grandpa shark, do 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 do. Grandpa shark, do 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 do. Grandpa shark. Let's go hunt, do 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 do. Let's go hunt, do 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 do. Let's go hunt, do 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 do. Let's go hunt. Run away, do 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 do. Run away, do 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 do. Run away, do 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 do. Run away. Safe at last, do 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 do. Safe at last, do 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 do. Safe at last, do 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 do. Safe at last. सेवारो सोल्टी सेवारो है म्याङलुङको काखमा हुर्केकी छोरी नाम मेरो मिमहाङमा छोरी नाम मेरो मिमहाङमा खोटाङ्गे ठिटो आँखैमा बस्यो कसो पो गरौँ खोटाङ्गे ठिटो आँखैमा बस्यो कसो पो गरौँ सरी ढोगे हाय सल्टी सरी ढोगे हाय लगाइदिउ कि माया छपकाई छर छोगे हाय I
प्रकाश अधिकारीज्यू, ड्यासमा आसीन आदरणीय विभिन्न विद्यालयबाट प्रतिनिधित्व गराउनुका प्रतिनिधिज्यूहरू, साना साना भाइ बहिनीहरू, साथै यहाँ उपस्थित सम्पूर्ण अभिभावकज्यूहरू, पत्रकार साथीहरू उपस्थित सम्पूर्णमा सबैलाई स्वीकार्नुहोस् नमस्कार। म यहाँहरूलाई एउटा ढुक्क साथ के भन्न चाहन्छु, अहिले साना साना भाइ बहिनीले इङ्ग्लिस बोलेकोहरू त म मेरो नाम यो हो, म यो स्कुलमा पढ्छु, मेरा शिक्षक साथीहरूलाई धन्यवाद, आई एम सो ह्याप्पी, म धेरै खुसी छु होइन भन्ने कुराहरू एउटा बोलेर जानुभयो कि। हुन त मैले यहाँहरूलाई भन्नुपर्दाखेरि म चाहिँ 4 कक्षादेखि एबिसिडी पढेको मान्छे हो। हाम्रो त्यो बेलामा त्यो किसिमको एउटा शिक्षा थिएन। म 1, 2, 3 पास भएर 4 कक्षामा अपग्रेड भएर जाँदाखेरि एबिसिडी सिकेको मान्छे हो। अहिले हाम्रो शिक्षामा कति परिवर्तन हेर्नु त होइन। अहिले विश्वमा के चलिरहेको छ, इङ्ग्लिस मिडियम चलिरहेको छ। हाम्रो विद्यार्थी भाइ बहिनीले इङ्ग्लिस पनि सिक्नुपर्छ, तर त्यसका साथसाथै है म फेरि भन्छु व्यावहारिक शिक्षा सिक्नुपर्ने छ होइन। यहाँ अहिले के छ, हाम्रो समाजमा के देखेको छ थाहा छ, मास्टर पास गरेको मान्छे, पिएचडी पास गरेको मान्छे पास गरेको छ, पढेको छ, थाहा छ, डिग्री लिएको छ, तर व्यावहारिक शिक्षा थाहा छैन उसलाई, सामाजिक शिक्षा थाहा छैन उसलाई, मर्दा पर्दा कसैको घरमा जाँदैन होइन, मसँग धन छ, मसँग सम्पत्ति छ, मसँग डिग्री छ भनेर सबै हेरेर बस्छ, तर समाजमा पर्दाखेरि चाहिँ उपस्थित हुने काका भनेको के हो, बाउ भनेको, ठुलो बाउ भनेको, समाजमा पर्दाखेरि के हो त्यहाँ जानुपर्छ। अहिलेको बच्चाले धान र मकैको बिउ चिन्दैन, गहुँ र अहिले हाँडी चिन्छ, कोदालो चिन्छ, युट्युबमा हेर्नुपर्छ। एकजना दाइले के भन्नुभएछ थाहा छ, सधैँ छोरो मोबाइल हेरेर बस्छन्, अलिकति 20-30-35 वर्षकै मोबाइलमा मात्रै ध्यान दिने जतिखेर पनि। अनि बुवाले छोरोलाई ए बाबु त्यो कोदालो लिएर आइजानु भनेर भन्नुभएछ। व्यावहारिक शिक्षा हामी कहाँ कम छ, व्यावहारिक शिक्षा सिकाउनु, ए बाबु कोदालो लिएर आइज त भनेको। अनि खोइ बुवा मलाई त थाहा छैन कोदालो भनेको के हो। अनि बुवाले पनि के जवाब दिन्छ, तेरो मोबाइलमा सर्च गर्ने कोदालो भनेको के रहेछ भनेर भन्नुभएछ क्या। अहिलेको जमाना यो भने म 1 कक्षामा पढ्न गएको, मलाई त्यो अनुभव छ। 8, 9, 6, 7 वर्षमा विद्यालय भर्ना गरिन्थ्यो। अहिले म अभिभावकज्यूहरूलाई के भन्न चाहन्छु भने साँच्चै मैले एउटा तितो सत्य हुनसक्छ है, हामी बच्चाहरूको बोझ नबनौँ है। हामीले अभिभावकहरूले के सोचेका छौँ थाहा छ, बच्चाहरूलाई बोझ सम्झेर बाउआमा दिनभरि घर बस्ने काम केही छैन, तर एउटा पन्छाउने काम भइरहेको छ। ती दुधे बालकहरूलाई, ती नानीहरूलाई एउटा पन्छाउनुको लागि 1, 1.5, 2 वर्षको बच्चाहरूलाई हामीले चाहिँ एउटा शिक्षाको नाममा एउटा शिक्षा, राम्रो शिक्षा दिनुपर्छ भन्ने नाममा चाहिँ हामी विद्यालय पठाइरहेका छौँ। ती बच्चाको नैसर्गिक अधिकारलाई पनि हामीले ख्याल गर्नुपर्छ होइन। ठिक छ, त्यो समय छ, अहिलेको जमाना भयो, आयो चल्यो, आउने ठाउँमा छ, तर हामी चाहिँ घरमा दिनभरि बस्ने फुर्सद लिने, बाउआमा मोबाइल सामाजिक सञ्जाल हेर्ने होइन, त्यो बच्चालाई एउटा चाहिँ बोझको रूपमा सम्झेर विद्यालय पठाउने। उसको उमेर कति हो विद्यालय पठाउने उमेर, उसले पढ्न सक्ने शिक्षा ढिलै भए पनि वैशाख महिनाभरि नै एउटा शुभकामना व्यक्त गर्न पाइन्छ। यही आइसकेको 2082 सालको जुन नयाँ वर्षको एउटा शुभकामना व्यक्त गर्दै यहाँहरूमा सुख, शान्ति, समृद्धि एउटा प्राप्त होस् र यहाँका प्रत्येक आउने दिनहरू शुभ रहोस्, मङ्गल होस्, जय होस् भन्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार। धन्यवाद आदरणीय वडा अध्यक्षज्यूलाई। हाम्रो हलको प्राइज डिस्ट्रिब्युसन ताली बजाइदिनुमा पनि विनम्र अनुरोध गर्दछु।
महोदय तथा आजको कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर आदरणीय दिदी सान्नाली लामाज्यू, हाम्रो अपेन गोकर्णेश्वरका सचिव सन्तोष श्रेष्ठ सर, हाम्रो अपेन गोकर्णेश्वरका कोषाध्यक्ष राजन पौडेल सर, सुशील सर अनि यस विद्यालयका प्रिन्सिपल सरिता श्रेष्ठ म्याम र लगायत सम्पूर्ण शिक्षक शिक्षिकाहरू लगायत अभिभावकहरूमा म हार्दिक नमन व्यक्त गर्न चाहन्छु। जुन आज यस विद्यालयको यो अभिभावक दिवस विद्यार्थी दीक्षान्त दिवसको सम्पूर्णलाई म शुभकामना पनि दिन चाहन्छु। गोकर्णेश्वर नगरपालिकाभित्र धेरै प्री स्कुलहरू छन्। धेरैजनाका साना साना नानीहरूलाई जुन घरमा हेर्नलाई नभ्याउने अभिभावकहरू, जुन बच्चाहरूलाई स्याहार गर्न नसक्ने अभिभावकहरूको जुन व्यस्तताको कारणले प्री स्कुलमा लगेर राख्ने गर्छ र त्यहाँ धेरै माया गरेर धेरै माया स्याहार सुसार गर्दै बच्चाहरूको रेखदेख गर्दै जुन पढ्न लेख्न सिकाउँदै अघि बढाउनुहुन्छ र यो जुन प्री स्कुलहरूको सम्पूर्ण टिमलाई म धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। किनभने धेरै अभिभावकहरू व्यस्तता छ अहिले, धेरै अभिभावकहरूले घरमा बच्चाहरूलाई हेर्न नभ्याउने त्यस्तो गरेको साना साना नानीहरूलाई जुन विद्यालयमा लगेर राख्छ त्यो विद्यालयले आफ्नो आमा बुवाले दिने माया दिएर खाना खुवाएर खेलाएर सुताएर बच्चाहरूलाई पढाइ लेखाइ दिने सम्पूर्ण काम प्री स्कुलको टिचरहरूले गर्नुहुन्छ। उहाँहरूलाई साँच्चै आफ्नो आमा बुवाभन्दा बढी माया गरेर नानीहरूलाई त्यो फेरि पनि एकपल्ट सम्पूर्ण अभिभावकज्यूहरूलाई पनि शुभकामना दिँदै जुन दीक्षान्त भएको विद्यार्थी भाइ बहिनीहरूलाई पनि अब उहाँहरूको अर्को विद्यालयमा गएर उहाँले लिने शिक्षामा पनि अझ अब्बल रहोस् भन्ने शुभकामना दिँदै मेरो मन्तव्य दिन चाहन्छु। धन्यवाद साननीज्यूलाई। अब भने हाम्रो पालो रहेको छ अर्को प्रस्तुति। Don't
उठ दुध सेलाइसक्यो ब्रस गर्न माया मलाई चाहियो मात्रै भन्छु यहाँ भन्छ उनीहरू नानी बाबुहरू धेरै मोबाइलहरू हुँदैन नि एकैछिन त हो नि फेरि यिनीहरूले दुध खाँदैनन् गाईहरूको बानी गर्नु छ भने ल एकैछिन हेर है के भयो हस्पिटल नमस्ते डाक्टर साहब नमस्ते के भयो नानीलाई दुख्यो भन्छ आँखाहरू तल नानीको आँखा त कमजोर पो भएछ अपरेसन गर्नुपर्ने पो भएछ कस्तो भयो गर्नु न त ल तपाईँहरू एकछिन बाहिर बस्दै गर्नु है ल हुन्छ धेरै मोबाइल दिनु हुँदैन रहेछ मोबाइल दिनु सबै मोर एक्टिभिटिज गर्नु पर्ने रहेछ दादा म त मर्ने नानी बाबुहरूलाई मोबाइल दिँदा असर पर्ने नमात्र भए पढेमा पनि असर पर्छ Game start. Kissy face, sent to your phone, but I'm trying to kiss your lips for real. Red hearts, that's what I'm on, yeah. Come give me something I can feel. Don't you want me like I want you, baby? Don't you need me like I need you now? See tomorrow, but tonight go crazy. All you gotta do is just meet me at the It's whatever you like. Turn this appetite into a club. I'm talking drink, dance, smoke, freak, party all night. Come back, go, what's up? Don't you want me like I want you, baby? Don't you need me like I need you now? Sleep tomorrow, but tonight go crazy. All you gotta do is just meet me at the Hey, so now you know the game. Are you ready? 'Cause I'm coming to get you. Hold on, I'm on my way. Yeah, I'm on my way. Hold on, I'm on my way. Yeah, I'm on my way. Don't you want me like I want you, baby? Don't you
चुला छाए लालुया छत्ता सोया धेधे चुला छाए लालुया छत्ता सोया भभो नया भाजो न भेव धेधे चुला जिए लालुया मन खुया मती नया मिखा छ हैकवा मती नया मिखा छ हैकवा अन्ति जो नासली चाचाकवा ए लालुया धेधे चुला छाए लालुया छत्ता सोया धेधे चुला छाए लालुया छत्ता सोया एला लुना सल्ले चाबालनी एला लुना सल्ले चाबालनी तोना जुपी छे मजु ढालनी एला लुया धेधे चुला जिए लालुया मन खुया धेधे चुला जिए लालुया मन खुया कसितले सैचुङ्गु फसिदु कसितले सैचुङ्गु फसिदु न्याम मखु झिम हेल्यासिदु ए लालुया धेधे चुला छाए लालुया छन्त सोया धेधे चुला छाए लालुया छन्त सोया झिमा निमा दसान जित्तछु झिमा निमा दसान जित्तछु जिथे जापी मे पिए सुदैमा को लालुया धेधे चुला जिए लालुया मन खुया धेधे चुला जिए लालुया मन खुया बाजा थाना कावेची मोटरे बाजा थाना कावेची मोटरे रानिया नाचे राजमहले लालुया हिजो राति तिमीलाई देखे सपनीमा हे हिजो राति तिमीलाई देखे सपनीमा कस्तो संजोग भेट भयो आजै विपनीमा धरु धर्म घाटेको छैन मैले तिम्रै कसम खाए भेट्नै भने नौ डाँडा काटेर मागे सुन मायालु भेट्नै भने नौ डाँडा काटेर मागे सुन मायालु नाचौँ गाउँ हाँसको रमाइलो दिनमा 2 दिनको होली यो जिन्दगानी लौ मायालु
पश्चिमेली देखे मैले पूर्वेली नि देखे हे पश्चिमेली देखे मैले पूर्वेली नि देखे मनले खाको ज्यान पनि भाको यही ठाउँमा भेटे धरोधरमा घाटेको भए हजुरमै मरि जाउँला यो जुनी मात्रै होइन जुनी जुनी आउला सुन मायालु यो जुनी मात्रै होइन जुनी जुनी आउला सुन मायालु ख्याल ख्यालैमा बस्यो है माया यो मेरो कलेज छेउमा झन् टाढा जान्छु झन् माया लाग्छ बसौँ है माया छेउमा ख्याल ख्यालैमा बस्यो है माया यो मेरो कलेज छेउमा झन् टाढा जान्छु झन् माया लाग्छ बसौँ है माया छेउमा झन् टाढा जान्छु झन् माया लाग्छ बसौँ है माया छेउमा आजलाई छुट्टिने भइगयो बेला झल्को यो तस्बिरले मेटाउला नमरे बाँचे पिरती साँचे मायालाई फेरि भेटौँला 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 नमरे बाँचे देश नेपाल सुन्दर शान्त नेपाल नेपाली भएर बाँच्न पाऊँ नेपालकै माया साच्न पाऊँ नेपाली भएर बाँच्न पाऊँ नेपालकै माया साच्न पाऊँ अनन्तसम्म सबै मिलेर अनन्तसम्म सबै मिलेर नेपालको गौरव बढाउन पाऊँ सुन्दर देश नेपाल सुन्दर शान्त नेपाल सुन्दर देश नेपाल सुन्दर शान्त नेपाल आजको यस त्रिपुरा लिटिल स्टेट पी स्कुलका एनुअल प्रोग्राम एन्ड ग्रेजुएसन सेरेमनीमा हाम्रो आतिथ्य निमन्त्रणालाई स्वीकार गर्दै पाल्नुभएका हाम्रा प्रमुख अतिथि यस गोकर्णेश्वर नगरपालिकाका उपमेयर तथा महिला नेत्री सानानी लामाज्यू यस विशेष अतिथिको रूपमा यसै गोकर्णेश्वर नगरपालिका वडा नम्बर 4 का वडाध्यक्ष जयराम महतज्यू गोकर्णेश्वर एपिएनका अध्यक्ष प्रकाश अधिकारीज्यू गोकर्णेश्वर एपिएनकै सचिव सन्तोष श्रेष्ठज्यू र गोकर्णेश्वर एपिएनकै सचिव सरलाई पनि र यस को अध्यक्षको तर्फबाट एवं यस स्कुल व्यवस्थापन समितिको अध्यक्षको सुनिल श्रेष्ठको तर्फबाट हार्दिक नमस्कार। आजको यस विशेष कार्यक्रमलाई आफ्नो समय अमूल्य समय प्रदान गरी यहाँहरूको साथ सहयोग र मायालाई आत्मसात गर्दै यस गोकर्णेश्वर नगरपालिका भित्र यस त्रिपुरा सुरुङ्गरी
त्रिपुरा लिटिल स्टेट प्री स्कुललाई अझ उच्च स्थानमा लैजाने प्रतिबद्धता गर्दै आजको यस कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाभित्र त्रिपुरा लिटिल स्टेटलाई अझ योभन्दा अझ उच्च स्थानमा लैजाने बाचा गर्दै आजको यस कार्यक्रम समापन गर्ने घोषणा गर्दै बिदा हुन चाहन्छु। धन्यवाद।